चाहिँ गोल सुरु भइसकेको छ अब होइन। यहाँ चाहिँ गोल ट्रेनिङ हुँदैछ। यहाँनिर चाहिँ यता पनि छ मान्छे, यता पनि छ होइन। गोल खेल्दैछन् यहाँनिर टक्क लाएर। यो चाहिँ गोल खेल्ने चौरी हो। यहाँ गाई चरिरहेको चाहिँ भित्र गोल खेल्दैछन्। यहाँनिर रेडी हुँदैछन् हाम्रो गाईहरू यता पर होइन। गाईहरू रेडी हुँदैछ। यहाँ चाहिँ हाम्रो हिरोहरू कुद्दैछ गाई चाहिँ नि। यहाँ चाहिँ ठिक पर्दैछ यता होइन। यहाँ अर्कै टिम छ, त्यहाँ अर्कै टिम छ, त्यहाँ अर्कै टिम छ। टिम भइराखेको छ यहाँनिर। फेरि यो चाहिँ अर्कै टिम छ यहाँ गाई चाहिँ होइन। यहाँ चाहिँ अर्कै टिम छ। यहाँ चाहिँ गेम सुरु भइरहेको छ। म चाहिँ चौरीमा देखाइरहेको छु होइन। पुरै पुरै गेम सुरु भइरहेको छ। चौरी चाहिँ दामी देखिरहेको छ होइन। यो चाहिँ बन्ठे किपर बसेको रहेछ। यो चाहिँ यो बन्ठे किपर रहेछ। यहाँ चाहिँ बन्ठे खतरा खतरा। यो चाहिँ किपर अरे। यो चाहिँ खतरा बस्छ भाइ, खतरा बस्छ किपर। हाँ खतरा बस्छ हो र। यहाँ चाहिँ पोल रहेछ। यो छुट्टै पोल बनाएको रहेछ। यहाँ चाहिँ यो पनि खेलाडी आउँदैछ। यहाँ खेलाडी आउँदैछ। खेलाडी छोड्न दे। खेलाडी आउँदैछ। यहाँ चाहिँ आउँदैछ अहिले। यो केले चाहिँ फोन माग्दैछ मलाई। गोल चलिरहेको छ एकदम भक्काभक होइन। यो चाहिँ किपर अरे। यो चाहिँ किपर अरे। यो चाहिँ किपर अरे होइन। सानो आइज छिटो। अहिले गोल पार्न आँटिसक्यो यहाँ होइन। गोल पार्न आँटेको छ है। गोल पार्न आँटेको छ है। झन्नै गोल पारे। यहाँ चाहिँ प्लेन्टी हुँदैछ है गाई छैन। प्लेन्टी हुँदैछ। प्लेन्टी देखाउँदैछु भने प्लेन्टी हुँदैछ। छोडै प्लेन्टी देखाउँदैछ। अब मैले प्लेन्टी देखाउँदैछु। कति साह्रो उता खेल्न भन्छु। दामी हानेर लगाइदियो होइन। अन्त दामी लगाइदियो। कस्तो खतरा गोल लगाइदियो यार। यो के हो माले हो यो। स्केल देखाइन्छ फेरि यो खतरा नि। फेरि त्यो पछाडि जर्सीको पछाडि नम्बर देखा। जर्सीको पछाडि नम्बर। खेलाडी चाहिएको छ भने चाहिँ मगाउन सक्नुहुन्छ है। यो गाई छैन। खेलाडी चाहिएको छ भने तपाईँहरूले मगाउन सक्नुहुन्छ। स्केल देखाइन्छ खतरा हो फेरि। केले गोल चाहिँ हान्नु जान्दैन तर फेरि त्यस्तो नि फेरि। गाई चाहिँ होइन दानाबारी छ भने यहाँनिर चाहिँ दानाबारीको चेकपोस्ट हो। यहाँनिर चाहिँ बल खेल्ने यतापट्टि ग्राउन्ड छ भने यतापट्टि चाहिँ दानाबारीमा यहाँनिर चाहिँ बनाएको माछा पोखरी छ। यहाँ चाहिँ किनकि माछा पोखरी ठुलो छ होइन। त्यो नछ त्यता माछा पोखरी छ। यहाँ चाहिँ घुम्ने ठाउँ दृश्यहरू राम्रो बनाएको रहेछ अहिले। म पनि फर्स्ट टाइम आएको हो। यहाँनिर ठुलो माछा पोखरी रहेछ। यहाँ चाहिँ बस्ने ठाउँ पनि बनाएको छ। घुम्ने ठाउँ छ यता। यता चाहिँ तल चाहिँ गोल खेल्ने ग्राउन्ड छ भने यता चाहिँ घुम्ने छ। ल हिँड अगाडि हिँड उयो नि। यहाँ चाहिँ म चाहिँ केटाकेटीहरूसँग घुम्दै आएको होइन। नकुदी हिँड भन्दैछु। पोखरी ठुलो रहेछ होइन। पोखरीमा माछा चारो पनि हालिदिएको रहेछ। तर फोहोरहरू हालेको रहेछ बोतलहरू। कत्रो पोखरी रहेछ होइन। पोखरी रहेछ ठुलो। यहाँ चाहिँ घुम्ने ठाउँ पनि दामी बनाएको रहेछ। दामी कटेज पनि बनाएको रहेछ। कटेज पनि रहेछ होइन। कटेज अब दामी वरिपरिबाट पोखरी घुम्ने रहेछ गाई चाहिँ होइन। सबै तपाईँहरू पनि आउनु सक्नुहुनेछ है। इलामको माइक नगरपालिका दानाबारीमा टक्क घुम्ने ठाउँ बनाएको छ। यस्तो छ दामी कटेज बनाएको छ। कटेजमा बस्ने ठाउँ छ टक्कसँग लाएर। यहाँ चाहिँ अब पोखरीमा यहाँ चाहिँ पोखरीमा फेरि पोखरीभित्र चाहिँ रुख छ। दामी दृश्य बनाएको रहेछ। यता वरिपरि घुम्ने ठाउँ पनि रहेछ। यहाँ हाम्रो दाइ चाहिँ पुरै शिकार मारेर होला बसेर। यहाँ चाहिँ दामी बनाएको रहेछ। दामी बनाएको बस्ने ठाउँ पनि बनाएको रहेछ। ल बस्ने ठाउँ पनि बनाएको रहेछ होइन। दामी बस्ने ठाउँ रुखको बनाएको रहेछ। रुखको बनाएको रहेछ। यता चाहिँ अब यहाँ चाहिँ फेरि माटोको रहेछ। यता चाहिँ घुम्ने ठाउँ। यता पनि पोखरी निर्माण हुँदै रहेछ। यहाँ चाहिँ माछा पनि छ है पोखरीमा। गाई चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यसो इलामको माई नगरपालिका शुक्रबारे बजारमा पर्दैछ है गाईहरू।
यहाँनिर चाहिँ यस्तो राम्रो लिपेर बनाएको रहेछ कटेज राम्रो बनाएको रहेछ 2-4 देखि यहाँ चाहिँ अब यो मुढा पनि गाड्नको लागि यहाँ रेडी गरेको रहेछ यहाँ चाहिँ दामी गाडेर राखिरहेको रहेछ यो चाहिँ एउटा सिनै बनाउनको लागि होला राइट हैन यता पोखरी यता चाहिँ हैन ठोकाइ अब बनाउन लागेको रहेछ यहाँ माथि पनि ठुलो पार्क बनाउन लागेको रहेछ